समितिलाई सहयोग गर्नुभएकोमा उहाँलाई पुरस्कार सम्मान ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। उक्त पुरस्कार ग्रहण गरिदिन हुन नगर प्रमुखज्यूलाई अनुरोध गर्दछु। सञ्जय थलङ लिम्बुज्यू सम्मान पत्र ग्रहण गर्न आइदिनु होला। काफ्ले कोल्ड सेन्टर मार्फत 5000 सहयोग प्राप्त भएकोले उहाँले पनि यो सम्मान पत्र ग्रहण गरिदिनको लागि र यो सम्मान पत्र वितरण गरिदिनु हुनको लागि कियाचु केन्द्रीय सङ्घीय सचिव यासेली योङयाङज्यूलाई अनुरोध गर्दछु। काफ्ले कोल्ड सेन्टर अर्जुन काफ्ले काफ्ले कोल्ड सेन्टर अर्जुन काफ्लेज्यू च्याम्रुङ टोलीको साथीहरू अब यो पछाडि उहाँको 5 मिनट सकिने बित्तिकै उहाँ निस्किन अनुरोध गरिन्छ। समय हेर्न भरतध्वज खजुमज्यूलाई अनुरोध गर्दछु। समय च्याम्रुङको टोलीहरूलाई 5 मिनटको समय छ। यो पछाडि सिर्जङ्गा केलाङ सोयोङ सेन्चेलुङ केलाङ सोयोङ मिरिमिरी केलाङ सोयोङ क्रमिक रूपमा प्रवेश गरेर 5 मिनट समय दिनुहोला। तपाईँले 5 मिनट समय तोकिएको छ। पत्री शनिसरे एक निवासी प्रमेश राईज्यूले पनि 5000 सहयोग गर्नुभएकोमा उहाँले सम्मान पत्रको लागि र लिदिन र सम्मान पत्र प्रदान गर्न आइदिन अनुरोध गर्दछु। प्रमेश राई र पत्री शनिसर नगरपालिका 1 निवासी नरेन्द्र सम्बाङपे लिम्बूले पनि 5000 सहयोग गर्नुभएकोमा उहाँले सम्मान पत्र लिदिन अनुरोध गर्दछु र हस्तान्तरणको लागि यासेली योङयाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी भुल्के पशुपति सामाजिक वन समूहबाट 5000 सहयोग भएकोमा उक्त संस्थाको अध्यक्षज्यू यो सम्मान पत्र प्रदान लिनको लागि र प्रदान गरिदिन हुन यासेली योङयाङज्यूलाई नै म अनुरोध गर्दछु। श्री भुल्के पशुपति सामुदायिक वन अध्यक्षज्यू सञ्जय थलङलाई सम्मान पत्र प्रदान गरिँदैछ। हाम्रो कियाचु सङ्घीय सचिव मार्फत अर्जुन काफ्ले ज्यूको यहाँ प्रतिनिधि मार्फत वितरण गरिँदैछ। नरेन्द्र सम्बाङपेज्यूले मार्फत उक्त अर्जुन काफ्लेज्यूलाई वितरण हुनेछ र त्यसरी नै भुल्के सामुदायिक वनको अध्यक्षज्यू सम्मान पत्र लिदिन आइदिन अनुरोध गर्दछु। भुल्के सामुदायिक वन अध्यक्षज्यू यो पछाडि अब अर्को च्याम्रुङ प्रवेश गरिदिनु होला 5 मिनटको लागि। जुन च्याम्रुङ रेडी छ त्यो च्याम्रुङ प्रवेश गरिदिनु होला।
सेन्सेलुङ केलाङ सोयोङ प्रवेश गरिदिनु होला। सेन्सेलुङ केलाङ सोयोङ। अब उक्त खेलाडी साथीहरूको समय सकिएकोले उहाँ बाहिर निस्केर आराम गरी प्रतीक्षा गर्नुहोला। सेन्सेलुङ केलाङ समय पत्री शनिश्चरी नगरपालिका 1 निवासी कियाजु आजीवन सदस्य धनप्रसाद केदाम लिम्बू ज्यू उहाँ सम्मान पत्र लिन आइदिन अनुरोध गर्दछु स्टेजमा र उहाँलाई यसैले योङज्यू मार्फत प्रदान गरिदिन अनुरोध गर्दछु। र पत्री शनिश्चरी नगरपालिका 2 वाल्मीकि बोर्डिङ स्कुलका प्रिन्सिपल नवल किशोर खनाल ज्यूलाई पनि सम्मान पत्र ग्रहण गरिदिनुको लागि आइदिन अनुरोध छ र यसैले योङज्यूबाट उक्त पुरस्कार वितरण गरिदिन अनुरोध गर्दछु। उक्त सम्मान पत्र पत्री शनिश्चरी 1 निवासी सलबहादुर तामाङ सम्मान पत्र लिन आइदिन अनुरोध गर्दछु। यो पुरस्कार पनि सङ्घीय सचिव मार्फत कियाचु सङ्घीय सचिव मार्फत वितरण गरिदिन अनुरोध गर्दछु। उहाँले रु 5000 सहयोग गर्नुभएको छ।